तपाईको अनुहार प्रयोग गरेर कसैले अश्लील भिडियो बनायो र त्यो भिडियो इन्टरनेटमा फैलियो वा भाइरल भयो। तपाईले गर्नुभएको केही छैन, तर तपाईको इज्जत माटोमा मिसियो। के नेपालको कानूनले यसको सजाय दिन्छ? आजको भिडियो अन्त्यसम्म हेर्नुहोला। नमस्कार, म अधिवक्ता निम छेत्री। आर्टिफिशियल इन्टेलिजेन्स एआई आजकल यति शक्तिशाली भइसकेको छ कि कसैको अनुहार लिएर जुनसुकै भिडियोमा जोड्न सकिन्छ। यस्तो नक्कली भिडियोलाई भनिन्छ डिप फेक। नेपालमा पनि यस्ता घटना बढ्दैछन्। कसैको अनुहार लगाएर अश्लील भिडियो, कसैको भनाइ बदलेर भ्रामक क्लिप, र यो भिडियो फेसबुक, टिकटक, व्हाट्सएपमा भाइरल। तर धेरैलाई थाहा छैन यो नेपालमा गम्भीर फौजदारी अपराध। मानव तपाईले एआई को सहयोगमा एउटा अश्लील भिडियो बनाउनु भयो, नियतवश कुनै चिनेको युवतीको नाम वा फोटो वा फरक प्रसंगको भिडियो दिनुभयो, वा यतिकै रमाइलोको लागि एआई लाई कुनै नाम दिनुभयो, वा भन्नुभयो नेपाली युवतीको अनुहारमा भिडियो बनाउनु। एक युवतीको अश्लील भिडियो बन्यो, भाइरल भयो। भिडियोमा भएको युवतीको अनुहार तपाईले चाहेकै व्यक्तिसँग वा अनजानमै पनि कसैसँग मिल्यो। जसको अनुहार प्रयोग भएको थियो उनैले देखिन् उनकै अनुहार, उनकै नाम, तर भिडियो असली। उनले त्यस्तो भिडियो बनाएकी थिएनन्। एआईले उनको इन्स्टाग्राम वा कुनै सामाजिक सञ्जालबाट फोटो लिएर त्यो भिडियो बनाइएको थियो। यहाँ कसैको रमाइलोको चाहनाले वा नियतवश नै बनाइएको भए पनि उनको जीवन एउटा नक्कली भिडियोले ध्वस्त पार्यो। हो, यस्तो अवस्थामा उनले के गर्न सक्थिन्? नेपाली कानूनले के अधिकार दिएको छ र त्यो भिडियो बनाउनेले र शेयर गर्नेलाई के सजाय हुन्छ? यही कुरा आज म तपाईलाई स्पष्ट पार्छु। पहिले प्रायले भन्ने सबैभन्दा ठूलो गलत धारणा बारे कुरा गरौँ। रमाइलोको लागि मात्र बनाएको थिए वा शेयर गरेको थिए, यो त सामान्य वा ठिकै त हो नि। तर कानूनमा रमाइलोको लागि वा थाहा थिएन भनेर छुट दिने व्यवस्था छैन। यस्ता डिप फेक भिडियो बनाउनु अपराध हो। बनाउनु मात्र होइन, शेयर गर्नु पनि अपराध हो। डिप फेक हेरेर लाइक थिच्नु कानूनी रूपमा सिधै अपराध नभए पनि प्रसारमा सहयोग गर्नु नैतिक र सामाजिक जिम्मेवारी हो। शेयर गर्नेलाई त सजाय नै हुन्छ। यो धेरैलाई थाहा नै हुँदैन। अब कुरा गरौँ यस सम्बन्धमा नेपाली कानूनमा के छ, कुन कुन कानून आकर्षित हुन्छन्। नम्बर 1, इलेक्ट्रोनिक कारोबार ऐन। यो ऐनले कसैको अनुमति बिना उनको फोटो, भिडियो वा पहिचान प्रयोग गरेर अश्लील वा भ्रामक सामग्री बनाउनु कसुर हो। यो गरेमा 5 वर्षसम्म कैद र 1 लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ। नम्बर 2, मुलुकी अपराध संहिता 2074। यो संहिता अन्तर्गत मानमर्दन र चरित्र हत्या, कसैको इज्जत जाने गरी नक्कली सामग्री प्रकाशन गर्नु अपराध हो। 3 वर्षसम्म कैद वा 30,000 जरिवाना हुन सक्छ। त्यसैगरी यौनजन्य दुर्व्यवहार, यौनजन्य डिपफेकको हकमा 5 देखि 7 वर्ष कैद हुने व्यवस्था छ। र यदि यो साइबर माध्यमबाट भएको छ, फेसबुक, टिकटक, व्हाट्सएप आदिबाट भएको छ भने साइबर सम्बन्धी कसुर समेत थपिन्छ। अर्थात् एकैपटक धेरै मुद्दा लाग्न सक्छ। र यहाँ आउँछ त्यो कुरा जुन सुनेर धेरैलाई छक्क पार्न सक्छ। डिपफेक भिडियो शेयर गर्ने व्यक्तिलाई पनि उत्तिकै सजाय हुन सक्छ, किनभने नेपाली कानूनमा प्रसार गर्नु र बनाउनु दुवैलाई कसुर मानिन्छ। तपाईले डिपफेक भिडियो साथीलाई पठाएको मात्र हुन सक्छ, तर त्यो पनि एउटा अपराधमा सहभागी हुनु हो। मैले बनाएको होइन, शेयर मात्रै गरेको हो भनेर तपाईलाई छुट हुँदैन। र अब कुरा गरौँ सबैभन्दा ठूलो गल्ती जुन मान्छेहरू गर्छन् वा गरिरहेका छन्। डिपफेक भिडियो देखेपछि मान्छेहरू यो साँच्चै होला भनेर शेयर पनि गर्छन्। मज्जाको रहेछ भनेर लाइक वा कमेन्ट ठोक्छन्। मलाई के, मैले बनाएको होइन भनेर पनि भन्छन्। तर थाहा छ यी तीनवटै गल्ती हुन्। अब कुरा गरौँ सही काम के हो त? अब के गर्ने? देख्न साथ तुरुन्त रिपोर्ट गर्नुहोस्। फेसबुक, टिकटक, युट्युबमा रिपोर्ट बटन हुन्छ। स्क्रिनशट राख्नुहोस् प्रमाणको लागि। प्रहरी वा साइबर ब्युरोमा उजुरी दिनुहोस्। डिपफेक पीडित भएको व्यक्तिलाई सहयोग गर्नुहोस्। चुप लागेर बस्नु पनि अपराधमा मौन समर्थन हो। अब एउटा महत्त्वपूर्ण कुरा, यदि तपाई डिपफेकको शिकार हुनुभयो भने के गर्ने? पहिलो काम, नडराउनुहोस्। तपाईको दोष छैन वा गल्ती गर्नु भएको छैन। दोस्रो काम, नेपाल प्रहरीको साइबर ब्युरो वा अन्य प्रहरी कार्यालयमा जानकारी दिनुहोस्। अनलाइन मार्फत वा फोन मार्फत समेत उजुरी दिन सकिन्छ। तेस्रो काम, भिडियो भएको लिंक, स्क्रिनशट र कहिले कहाँ देख्नुभयो, कसले कुन आइडीबाट शेयर गरेको छ भन्ने जानकारी राख्नुहोस्। चौथो काम, कानूनी प्रक्रियाको पूर्ण जानकारीका लागि कानून व्यवसायीको परामर्श लिनुहोस्, किनभने एकैपटक धेरै कानून अन्तर्गत मुद्दा दायर गर्न सकिन्छ। र यो कुरा याद राख्नुहोस्, ढिलाइ गर्दा प्रमाण नष्ट हुन सक्छ। जति छिटो उजुरी दिनुभयो त्यति राम्रो हुन्छ। त्यस्तै प्रविधि वा एआई जति शक्तिशाली छ वा हुँदै गइरहेको छ, त्यति नै कानून पनि कडा बनिरहेको छ। अन्त्यमा यो भिडियो तपाईको एक साथी, एक दिदीबहिनी वा एक आफन्तलाई पठाउनुहोस्, किनभने यस्तै डिपफेक वा एआई को अर्को शिकार तपाईको प्रियजन हुन सक्छ। र कसरी सुरक्षित हुने र कसरी कानूनी प्रक्रियामा जाने भन्ने समेत जानकारी यो भिडियोमा छ। र यस्तै कानूनी जानकारीको लागि हामीलाई फलो गर्नुहोला। कुनै जिज्ञासा वा समस्या वा यस्तै भोगाइ भएमा कमेन्टमा पनि लेख्नुहोला। धन्यवाद।